सबैजनाले सब्स्क्राइब लाइक कमेन्ट सबै यो हो हाम्रो प्यारो गोर्खा, जुन ठाउँले देश बनायो अनि हामीलाई चिनायो। सस्तो न गोर्खाको इतिहास छ न त यहाँको माया, जहाँ समय सुस्तरी हिँड्छ र आत्मा शान्त हुन्छ। यहाँहरू सम्पूर्णमा नमस्कार। आजको यो भिडियोमा म हजुरहरूलाई लिएर जाँदैछु गोर्खा सङ्ग्रहालय, जहाँ नेपालको इतिहास जिउँदो देखिन्छ। जुन गोर्खा अहिले हजुरहरूले देखिरहनु भएको छ नि, यो कुनै ढुङ्गाले बनाएको गोर्खा होइन, सपना र साहसले बनेको हाम्रो सुन्दर अनि प्यारो गोर्खा हो। गोर्खा बजारबाट करिब 15 देखि 20 मिनटको पैदल यात्रा गरेर म्युजियम पुग्न सकिन्छ। म्युजियम हप्ताको 7 दिन खुल्ला रहनेछ, तर विशेष पर्वहरूमा भने समय परिवर्तन हुन सक्छ। हाम्रो इतिहासको गहना, गोर्खाको छाती तल्लो दरबार म्युजियम, जहाँ ढुङ्गामा कविता छ, माटोमा गर्व। त्यसैले यहाँ ढुङ्गा पनि गर्व गर्छ अनि माटो पनि कथा सुनाउँछ। गोर्खामा झुल्किने जुन पनि लाग्छ एउटा पुरानो कथा सुनाउँदैछ। ल अब हजुरहरू पनि मसँगै जाउँ है त म्युजियम भित्रको सुन्दर दृश्यहरू अवलोकन गर्नको लागि। यो हो तल्लो दरबार, जुन अहिले गोर्खा म्युजियमको रूपमा प्रयोग भइरहेको छ। यसको भित्र पुराना हात हतियार, पोसाक र ऐतिहासिक कागजातहरू देख्न पाइन्छ। देख्न सकिन्छ म्युजियमको मुख्य प्रवेशद्वार। भित्र छिरेपछि हामीलाई पुराना दरबारका चित्र र ऐतिहासिक वस्तुहरूले स्वागत गर्दछन्। गोर्खा म्युजियम आफैमा एउटा इतिहास बोकेको स्थान हो। यहाँ नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र गोर्खाली सैनिकहरूको गौरवपूर्ण इतिहास झल्किन्छ। यहाँ पुराना खुकुरी, ढाल, तरबार जस्ता हात हतियार पनि राखिएको छ। साथै परम्परागत भाँडाकुँडाहरू पनि यहाँ हामी देख्न सक्छौँ। यहाँ विभिन्न जातीय समुदायका पहिरनहरूसँगै आफ्नो संस्कृति अनुसारका वस्तुहरू पनि प्रदर्शनमा राखिएको छ। यो भिडियोमा म्युजियम भित्रको दृश्यहरू देखाउन मिल्ने मात्र सामेल गरिएको छ। म्युजियम भित्र एकीकरणका इतिहासहरू त कति छन् कति। यी हुन् सङ्गीत वाद्ययन्त्रहरू।
चाहिँ तामदानी। विशेष यात्राहरूमा त्यस्तो यात्राको मुख्य पात्रको सवारी चलाउनको लागि परम्परागत डोलीको सट्टामा भरियाद्वारा बोकिने चक्का रहित आधुनिक डोली। हामी यहाँ देख्न सक्छौँ राजगद्दी। यात्रा छोटो भए पनि अनुभव भने गहिरो भयो। आशा छ हजुरहरूलाई यो सानो यात्रा मन पर्यो। इतिहास प्रेमीहरूका लागि यो गोर्खा म्युजियम साँच्चीकै ज्ञान र गर्वको खानी हो। हजुरहरू पनि एकपटक अवश्य जानुहोला। भिडियो मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। गोर्खाको इतिहास संसारभर फैलियोस्। धन्यवाद। हामी चाहिँ आज चियामा खाजा खान थियौँ अनि त्यसपछि ल यता हेर बाबुहरू, हामीसँग चाहिँ यहाँ भाइहरू पनि भेट भएको छ। अनि ल हेलो के भन्नु छ? सब्स्क्राइब गर्नु सबैजनाले सब्स्क्राइब, लाइक, कमेन्ट सबै गरिदिनु होला। थ्याङ्क यू बाबुहरू। वेलकम।